सबैलाई मेरो नमस्कार छ। म केन्द्र नम्बर 46बाट महिला ज्योति महिला विकास केन्द्र माहुली लघु वित्तीय संस्थाको सदस्य। म पनि हाट बजार व्यवसाय गर्छु, व्यापार कसरी गर्ने भनेर त्यही बारेमा 2-4वटा कुराहरू मेरो भन्दैछु। खासै जान्दैन बोल्न त। हेर्नुहोस्, अब व्यापार गर्नुस्, पैसा बचाउनुस्, सानो लगानीबाट सुरु गरेको व्यापार हो। हेर्नुहोस्, मेरो 5,000 देखि सुरु गरेको व्यापार अहिले मेरो लगभग व्यापारमा मेरो 2-3 लाखको लगानी छ। अब त्यो लगानी लिउनको लागि पनि लगानी त आफूसँग हुँदैन, यही संस्थाबाट लिएर मैले व्यापार सुरु गरेको हो। सुरुमा 1 लाख रुपियाँ लिएर मैले व्यापार सुरु गरेको थिएँ। अहिले त्यसपछि व्यापार राम्रो हुँदै गएर 1 लाखको बजेटले 1 लाखको सामानले मलाई नपुग्दो भएर फेरि 3 लाखको पैसा माग गरेर फेरि त्यही 3 लाखको सामान हालेर फेरि त्यो सामान धेरै भयो बोक्नलाई। हेर्नुहोस्, अटोले मानेन मेरो, कति गाह्रो। आज अर्कालाई बोलाउँछु, अर्काले 500 भन्छ। हेर्नुहोस्, फेरि अर्कोलाई बोलाउँछु, अर्काले 600 भन्छ। हेर्नुहोस्, महिनामा मेरो मात्र 12,000 13,000 अटो भाडा जाने भएको कारणले गर्दाखेरि फेरि सर मलाई यस्तो सहयोग गरिदिनु पर्यो भनेर फेरि 5 लाख रुपियाँ माग गरेर 5 लाख रुपियाँ पैसा लिएर फेरि अटो किनेछु। अहिले म आफै पनि चलाउँछु। हेर्नुहोस्, अब त्यही 12,000 त मेरो बच्यो नि महिनाको। त मैले जस्तो बजारमा कमाएको 12,000 त मेरो बच्यो, त्यसैले मेरो किस्ता तिर्न हुन्छ। अहिले सजिलो भएछ, छोरीलाई पढाइछु, राम्रो छ। अब तपाईँहरूले पनि यस्तै गर्दै जानु होला। सानो व्यापार भनेर निराश नहुनु होला। सानो गर्दा ठुलो हुन्छ। व्यापार भनेको मान्छेलाई राम्रो बनाउँछ। सुरुमा हेर्नुहोस्, म 5,000 बेच्दाखेरि पहिलो तिहारमा मैले चुरादेखि सुरु गरेको, यस्तो चुरा बेच्थेँ। हेर्नुहोस्, चुरादेखि सुरु गरेको व्यापार हो मेरो। फेरि कपडामा गयो, अहिले सुटहरू सबै बेच्छु। राम्रो छ, व्यापार गर्नुहोस्, लगानी लिउनुहोस्, राम्रो छ। यही भन्दै मेरो 2-4 शब्द यहीँ टुङ्ग्याउँछु। हस्त, धन्यवाद।